नमस्कार सबैजनालाई। आज हेर्नु न, मैले मेरी आमाले नेपालबाट पठाइदिएको कोसेली खोल्न गइरहेको छु। के पठाइदिनु भएको रहेछ ल हेरौँ है त। टन्न घिउ पठाइदिनु भएको रहेछ, अनि शुद्ध तोरीको तेल आफ्नै घरमा पेलाको तोरीको तेल पठाइदिनु है भन्ने थियो कि जिउमा लाएर मार्न हुन्छ नि त कहिले कहिले जिउ दुखेको बेलामा, अनि पठाइदिनु भएको थियो। अनि जिरा धनिया मेथी पठाइदिनु भएको थियो। अनि सर्बदा चियापत्ती, फेरि मलाई चियापत्ती चाहिँ एकदमै यो सर्बदा मात्रै मनपर्छ के, अरू चाहिँ त्यति साह्रै मन पर्दैन। अनि मसलाहरू पठाइदिनु भएको थियो, अनि त्यस्तै चाउचाउहरू थियो। अनि सानीमाको बिहे थियो नि त नेपालमा, अनि मैले अर्सा रोटी लिएर आइदिनु है भनेको थिएँ। अनि अर्सा रोटी र टन्न कसार पनि बोकेर आउनुभएको छ के। अनि गुन्द्रुक त मेरो बेस्ट भइहाल्यो।